नमस्ते यस्तैले सम्पूर्णलाई आज 5 अप्रिल 2022 र आज हामी पुनः दीक्षा तामाङको घरमा आइपुगेका छौँ र उहाँ चाहिँ यहाँ बस्दै आइरहनु भएको छ विगत 1.5 वर्ष अगाडिदेखि नै र आज फेरि पनि उहाँलाई चाहिँ अमेरिका अथवा न्युयोर्कबाट चाहिँ विभिन्न व्यक्तिहरूबाट चाहिँ उहाँको लागि सहयोगहरू प्राप्त भएको छ। जुन सहयोग चाहिँ उहाँको लागि खास गरी अब रुम भाडाको लागि त हामीले 1 वर्षको लागि अलरेडी भइसक्यो, सम्पूर्ण काम भइसकेको छ भने उहाँको लागि चाहिँ अहिले चाहिँ खानाको लागि जस्तै ग्रोसरीको सामानहरू दाल, चिनी, चामल, अन्डा, घिउ, तेलहरू जस्तो चाहिँ हामीले सामग्री लिएर आएको छौँ र जुन चाहिँ हाम्रो आज डोनेट गर्नुहुने चाहिँ युएस न्युयोर्कमा हुनुहुन्छ उहाँको नाम चाहिँ म लिन गइरहेको छु। नम्बर 1 मा आज चुङमाला न्युयोर्क $101, छोकी लामो एन्ड फ्यामिलीबाट हुनुहुन्छ न्युयोर्कबाटै हुनुहुन्छ उहाँहरू $121 अनि चुङला फ्यामिलीबाट $70, फुर्बा छम्जो न्युयोर्कबाट $50 अनि दावाबुटी न्युयोर्कबाट $25, दालाम रोल्फा लिङ न्युयोर्कबाट $50, निङकी न्युयोर्कबाट $50, नोर्साङ भेना डोक्पे न्युयोर्कबाट हुनुहुन्छ $50, पेवान नोर्बु न्युयोर्कबाट हुन्छ $20। टोटल चाहिँ $538 प्राप्त भएको छ भने जुन कन्भर्ट नेपाली चाहिँ 64,484 चाहिँ हुन गएको छ नेपालीमा र जुन मध्येबाट चाहिँ हामीले आज जुन रकम चाहिँ मध्येबाट चाहिँ हामीले 23,480 को चाहिँ हामीले उहाँको रासन पानी रासन जस्तै ग्रोसरीको सामान र हामीले उहाँहरूले डेली युज गर्ने कपडाहरू चाहिँ हामीले लिइरहेका छौँ भने बाँकी चाहिँ हामीले 39,520 रुपियाँ चाहिँ हामीले उहाँको हातमा हस्तान्तरण गर्न गइरहेका छौँ। देख्न सक्नुहुन्छ दीक्षा तामाङ र दीक्षा तामाङको छोरी, उहाँ पनि दीक्षा तामाङ नै रहेछ, आमा छोरीको नाम पनि एउटै मिल्न गएको छ। जुन चाहिँ हाम्रो सम्पूर्ण चाहिँ जति पनि हुनुहुन्छ अघि 9 जना उहाँहरूलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद, सहयोग गरिदिनु भएको छ। उहाँलाई पनि राम्रो होस्। थ्याङ्क यू, धन्यवाद। थ्याङ्क यू पनि भन। थ्याङ्क यू भनिदिनु। थ्याङ्क यू।